घरमा वर्षौंदेखि एउटै अज्ञानोको आगोले सबैको मन न्यानो बनाएको थियो। आज त्यही घरको आँगनमा अर्को चुलो बन्दै थियो। त्यो चुलो माटोको मात्र थिएन, सम्बन्धहरू फुटेर बनेको एउटा पर्खाल थियो। नयाँ चुलो बनेपछि जेठानीले भान्सामा छिरिन्। उनले आफ्नो भाको भाँडाकुँडा, चामल, दाल, नुन, तेल अलग्गै पारिन्। सासु आमा मूल ढोकामा अडिएर रुँदै हुनुहुन्थ्यो। बुहारी, एउटै छानामुनि यसरी चुलो छुट्याएर कस्तो खुसी मिल्ला र, धन बाँडे पनि मन त नबाँड। तर जेठानीले सासूका आँसु देखिनन्। उनले आफ्नो भागका सामानहरू उठाएर आफ्नै नयाँ चुलोतिर लाने काम जारी राखिन्। देउरानी कुनामा बसेर सुक सुक रोइरहेकी थिइन्। उनलाई लागिरहेको थियो कि यी सबै कुराको दोषी उनी नै हो। उनले जेठानीको गोडामा परेर भनिन्, दिदी, मबाट केही गल्ती भएको भए मलाई कुट्नुहोस्, गाली गर्नुहोस्, तर यसरी घर नफुटाउनुहोस्। म हजुरकी कान्छी बहिनी जस्तै त हुँ। तर जेठानीको मन कठोर भइसकेको थियो। उनले देउरानीको हात पन्चाइदिन् र भनिन्, अब ढिला भइसक्यो कान्छी, आफ्नो बाटो लाग्नु नै सबैको लागि राम्रो हुन्छ। त्यस दिन बिहान त्यो घरमा दुवै ठाउँमा आगो सल्कियो। एउटा पुरानो भान्सामा सासु र देउरानीको चुलो बलेको थियो, अनि अर्को आँगनको कुनामा जेठानीको नयाँ चुलो। चुलो त अलग्गियो, तर दुवैतिर धुवा मात्रै धेरै उड्यो। खानाको स्वाद भने कतै थिएन। दुवै चुलोको भात त पाक्यो, तर त्यो भात खान कसैको मुख चलेन। गाउँका मान्छेहरू बाटोबाट हिँड्दा फर्किएर हेर्थे र कानै खुसी गर्थे। हेर त, त्यो हँसिलो रसिलो घर पनि आखिर फुटिहाल्यो। एउटै घरभित्र दुईटा चुलोबाट धुवाँ उडेको दृश्य सिङ्गो गाउँलाई नै दुखी बनाएको थियो।